तपाईँको ज्वाइँले लाइट ट्याप ट्याप गरेर मलाई हराइदिइसक्नु भयो। ज्वाइँ आयो, छोरीहरू आयो। वेलकम ब्याक। छोरी पनि आयो। हेर्नु बित्तिकै आउँछ। एकदम माया मेरो ससुरा बुवा त पपुलर हुनुहुँदो रहेछ, सेलिब्रेटी है छ भनेर गौरव गर्नुहुन्छ जस्तो लाग्यो क्या। ठिक छ, गर्नै पर्यो। अनि कस्तो नाचेर नि हाल्नुहुन्छ र भिडियो हो र? नाचेर पनि म त नाच गर्छु त। मधेसको मान्छे कहिले पनि 50 वर्ष भन्दा बुढो हुँदैनन् रे, मेरो साथीहरूले भन्नुभएको। ए त्यो आफ्नो भैँसी पाल्छ, भैँसीहरूको दुध खान्छ, त्यही भएर बुढो देख्दैन। पठाइदिनु न, मलाई नेपालको घिउ कस्तो खान मन छ। कसरी हो नि घिउ खानु मन छ भने अमेरिका जाँदैन तपाईँहरूको साथीहरू, अनि मगाउनु न त नेपालबाट। तपाईँकोतिर कति छ घिउको प्राइस? घिउको छैन 1500-2000 को किलो। कस्तो महँगो? म त 700-800 रुपियाँ होला भनेको। म त घरमा बस्दिनँ, म त कतारमा हुन्छु। मेरो बुढी भन्छ 1200 को किलो होले। भरतपुरमा सस्तो रहेछ अरे, हेर्नु न। अमेरिकामा त सस्तो छ नि फेरि घिउ। अमेरिकामा घिउ भन्दैन, बटर भन्छ। बटर अलि त्यस्तो उस हुँदैन कि। हामीहरू जस्तो मिठो हुँदैन के, त्यो के हालेको हुन्छ। ऊ कतारमा पनि पाउँछ। तपाईँको त गिफ्ट पायो। लु, अमेरिकाको मान्छेसँग नेपालको मान्छे सक्छ? हेर्नु त लु। कहाँ धनुषाको मान्छेसँग हामीले गइसक्छ, त्यही पनि ढल्के बर्खो। ढल्के बर्खो छायाले माया तिम्रो मायाले के भन्ने गीत थियो अरे? खोइ हाम्रो त ट्यापै भएन यसपालि। भन्नु न, ढल्के बर्खो छायाले सानो तिम्रो मायाले हो कि के, होइन बुवा? त्यही होइन र बुवा? हजुर। कतिवटा पत्नी हो नि हजुरको? पत्नी पनि कतिवटा हुन्छ? पत्नी त एउटै हुन्छ नि। हान्दिनु सरहरू धमाधम। हेर्नु त अमेरिकाको मान्छेसँग जुद्ध भएको छ। खोइ अमेरिकाको मान्छे सक्नु दिन्छ? एकछिनमा रिप्लाई गर्छ सञ्जय। अबे प्रकृति प्रेमी अमिताभ बच्चन जस्तो देखिनुहुन्छ त छेउको रे। हान्दिनु सरहरू। हजुर त अमिताभ बच्चन जस्तो लाग्यो रे। खोइ अब कस्तो अमिताभ बच्चन हो कि सलमान खान हो के हो, अब आफू भनेर हुँदैन। अब साथीहरू जे भन्छ त्यही हुँ। यसलाई के भन्छ नि? फिटा? तपाईँको छोरा कति वर्षमा बिहा गरिदिने? हजुर, कति वर्षमा बिहा गरिदिने हजुरको छोराको? अहिले अब 12 वर्षको मात्रै भएको छ त, कमसे कम त 10-12 वर्ष अझै चाहियो। मेरो बहिनीसँग गराइदिनुहुन्छ? तपाईँको बहिनीसँग गराइदिन्छु। तपाईँको बहिनी गर्छ मेरो छोरासँग? छोरा अब तपाईँ त अमिताभ बच्चन जस्तो भएपछि पक्कै अभिषेक बच्चन जस्तो होला नि छोरा। त्यो त छ। सन्जय चाहिँ पाइँदैन भन न, ट्यापी चलिरहेछ। के छ त मेरो साथीहरू मेरो बहिनीसँग कुरा
चलाम त जिगा काका देखे तो एहिमे कति भऽ गेलै बात करे त आउट कर दै छ देखे मलाई आउट गरिदिनुहुन्छ र होइन होइन बे तपाईँले त्यस्तै भन्नुभयो मैले बुझेँ तपाईँले मलाई निकालिदिन्छु भन्नुभयो होइन साउन्ड आउट गरेको के ऊ ब्लुटुथमा थियो अनि त्यही भएर साउन्ड आउट धन्नै पिट्नु भएको मलाई अहिले आउँछ हाम्रो साथीहरू पनि हेरिदिनु त एकचोटि अझै बाजे हजुर त रजनीकान्त हो रे रजनीकान्त सलमान खान मिथुन चक्रवर्ती के भन्नुहुन्छ त्यही हो सिक्स प्याक हानिदिनु सर इन्सेललाई गाह्रो छ बिचरा काम भ्याउने के यता ट्यापी ट्यापी भ्याउने होइन सन्जय दुईजनालाई मोडरेटर राखेको छु सबै मिलाउने जिम्मा हो है हानिदिनु वस्तु कतिवटा छ वस्तु छ 2टा अनि एउटा उसको बच्चा 3वटा दुध दिन्छ कि दिँदैन दिन्छ घाँस कसले काट्छ नि घाँस काट्छ अब त्यो घरमा त एक्लै बुढी छ छोरीहरू स्कुल जान्छ अब बिहानको 10 बजे गयो भने बेलुकाको 4 बजे आउँछ त्यही खाना उना पकाएर जान्छ फेरि खाना पकाउनु आउँछ त्यही हो इन्सेन खाना पकाउनु पर्दैन बुढीलाई छोरीहरू मात्रै पकाउँछ भोलि फेरि मेरो बहिनीलाई बिहा गरेपछि फेरि खाना पकाउनु पर्छ कि पर्दैन त अब छोरीले बिहा गरिदियो भने छोराको त त्यो आइहाल्छ नि बुढी बुहारी आइहाल्छ तपाईँले के रोजगारी के छ त हजुरको खेतीबारी कति छ नि खेतबारी धेरै नै छ होला है तपाईँ त जिमिनदार होला छ 1-2 बिघा मात्रै छ जिम्मेदार छैन 1-2 बिघा थ्याङ्क यू सुमन बिघा मलाई 1 कट्ठा भए हुन्छ त्यो रोड साइडको त 1 कट्ठा धेरै हुन्छ नि अब त्यो धान गहुँ उब्जाउने जमिन हो मलाई रोड साइडको दिनु म त्यही जे जति हुन्छ त्यति खान्छु ठिक छ दिन्छु आऊ न मेरो बुहारी बनाइदेऊ न मेरो छोराको बहिनी देऊ न बहिनीलाई छुट्टै दिनु पर्छ मलाई छुट्टै दिनु पर्दैन फेरि ए त्यो दलालीमा हानिदिनु न सरहरू हेरेर मात्रै बस्नुहुन्छ सरहरू यार थुप्रै ट्याप गर्नु गाह्रो छ झन् चिसोले नयाँ आएको नि गइसक्यो रे नयाँ आएको नि गइसक्यो सुमनजङ उहाँलाई के रजनीकान्त बनाइदिउँ न टोपी बनाइदेऊ टोपी लगाइदेऊ न सरहरू यार चस्मा देऊ बुढो मान्छेलाई माया गरिदेऊ न सरहरू तपाईँको टोपी अलरेडी छ चस्मा अलरेडी छ मेरो छैन नि त चस्मा त यो त डुप्लिकेट ओरिजिनल दिनु परेन टिकटकको सेट दिनु पर्यो सरहरूलाई सुमन मेरो टिकटकमा रमाइलो हुन्छ यो त डुप्लिकेट हो होइन रविन्द्र म जिस्काउनु बसेको हो तिमी नै आऊ न म अरू कुरा पनि सोध्नु न रे श्रेष्ठ कैलाश अरू के सोध्ने अरू पनि सोध्नु पर्यो रे बुवा हजुरलाई सोध्नु न के सोध्नुहुन्छ नानी सोध्नु न पहिले तिमीले मोड इम्प्रेसनै खराब पारिदियो कि रविन्द्र बहिनी नदिने भनेर भन्नुभयो कि यहाँ रविन्द्रजीले बहिनी नदिनु हजुरले भनेर भन्नुभएको छ ए ठिक छ अब हजुरको कुरा पनि सुन्नु पर्यो ट्यापी छोडेर के गर्दै हुनुहुन्छ अरे आउन सरहरू ट्याप पारिदिनु यार मान्छे हिसाबले ट्यापै भएको छैन तपाईँको एउटा दाँत झरेर पाएँ मलाई किराले खायो
हजुर 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 सिकेको गोबरहरू फालेर शादी कहिले भएको नि हजुरको शादी? मेरो 54 सालमा। म जन्मेको सालमा शादी। तपाईँको जन्म 54 सालको हो? हजुर। 54 सालमा मेरो शादी भएको थियो। तपाईँको फेभरेट गीत कुन हो नि? छैया 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 चल छैया छैया छैया। जिन्दगीहरू गाई जिन्दगी कहाँबाट कहाँ पुगिसक्यो। चल छैया छैया गर्नु। म बजाइदिन्थे ओके। सन्जय मोडरेटर हो को होस्टबाट तिमी ह्याप्पी त छौ नि? जोइन गर न कान्छी रे। बाजे हजुर एउटा केटी खोजेर आएँ मैले। किन? तपाईँको छोरालाई। खोज्नु न अहिले छ टाइम। छोरालाई गाली गर्नुहुन्छ कि नाइ नि? किन गाली गर्छ? अब छोराको त्यो बुढी चाहियो भने गाली गर्छ, झन् खुसी हुन्छ। मुटुको तर टुक्रो छोरा। आफू जस्तै सुन्दरी खोजिदिनु है मेरो छोराको लागि। म सुन्दरी हो। उम्, धन्यवाद। किप ट्यापी ट्यापी गाइस। सन्जय मोडरेटरहरू हाम्रो यो मान्छेले त खिची यो मान्छेले त फेरि सोध्छ हौ रे मिस्टर पिन। मैले नानीलाई फलो गरिदियो, आफू पनि गरिदिनु, मलाई फलो ब्याक दिनु। ओके अनि कहिले काहीँ गेम खेल्नु बेलामा अमेरिकामा हुनुहुन्छ नानी मेरो, हजुर। माया गरिदिनु कहिले काहीँ। माया त मिल्दैन बुवा, माया गर्न त मिल्दैन है। तपाईँले जे पाइँदैन भन्नु पाइँदैन होइन होइन टिकटकको माया भन्छु, त्यो गेम खेल्नु बेला। कहिले काहीँ यसो होइन, बरु फाइट भन्नु न। यो त फाइट हो नि त, कसले जित्ने भनेर। माया होइन, कहिले काहीँ फाइट गरौँला हामी भन्नु न। ठिक छ, अब म बुढो मान्छे भयो, बोल्नु के बोल्छु के, त्यही भएर माइन्ड नगर्नु। माइन्ड त गर्दिन। अनि छोरा कता बोर्डिङ स्कुलमा पढ्छ? हजुर। अनि छोरी? छोरी पनि बोर्डिङैमा हो। ओहो, तपाईँ त धनी मान्छे हैछ भाइ। 2 बिघामा मलाई 1 कट्ठा त दिनुहुन्छ नि होइन? त्यो यति त हो नि, यति। केही फरक पर्दैन, नानीको अगर लिनु चाहना छ भने भइहाल्छ नि, के भयो। नेपालमा जग्गा छैन के? एउटा घर बनाउँछु तपाईँको छेउमा, बरु कहिले भैँसी हेर्न गइदिन्छु म। हुन्छ 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 नानी, हुन्छ। कहाँ गयो हाम्रो साथीहरू?